यो भाइलाई त बाइक किनिदिएको छ, जति बेला मन भयो भन्छ जाउँ घुम्न। अब भन त यति राति कहाँ जाने घुम्न, बाइक लिएर त निस्किहालेँ, थाहै छैन कहाँ जाने कहाँ नजाने। तर पनि घुमिरहेको रोडमा, साथीहरू त अब न आफू न हामी। रातिको 10 बजे, बाटो पनि पुरै खाली छ, कोही छैन कतै। बाइक लिइहाल्यो, अब भन्छ जाउँ घुम्न। यति राति कहाँ जानु थाहा छैन। अब भन्छु पार्टी गर्छु, पार्टी गर्न लागि पैसा पनि हुनु पर्यो नि। भाइहरूनिर पैसै छैन, मनिर पनि 100-200 मात्रै छ। राति बगाइरहेछ। अब भन्छ हिँड त हिँड। आएँ घरबाट, उसलाई थाहा पनि पाएन, यत्तिकै निस्किएपछि त अब घरमा कुरा गर्नुपर्छ। यति जाडोमा कहाँ जानु नजानु के गर्नु थाहा छैन। घरबाट त निस्किहालेँ बाइक लिएर, तर जान्छु यसो पार्टी सार्टी गर्न। साथीहरूको कुरा हो, अब साथीहरू आएपछि घर त जानु नै पर्यो। यति राति 10 बजिसकेको छ, कोही छैन। भाइचारा अन्त के भनौँ नभनौँ थाहै छैन।